साथीहरू, अहिले हामी थेचनको प्रसिद्ध स्काई बाइक चढ्न लागिरहेका छौँ। समुद्रको किनारै किनार बनेको यो राइड यहाँको मुख्य आकर्षणमध्ये एक हो। अहिले हामी स्काई बाइकमा समुद्रसँग यात्रा गरिरहेका छौँ। तल छालहरू खेलिरहेका छन्, वरिपरि चिसो हावा बगिरहेको छ र यो क्षणलाई शब्दमा भन्दा महसुस गर्न अझ सुन्दर लागिरहेको छ। चिसो समुद्री हावा अनि खुला आकाश अनि वरिपरि फैलिएको निलो समुद्रले मनलाई आनन्दित बनाइरहेको छ। कोरियाको व्यस्त जीवन, कामको थकान र दैनिक तनावबाट केही समय टाढा भएर यस्तो ठाउँमा आउँदा मन हल्लुका हुने रहेछ। एकातिर अथाह समुद्र, अर्कोतिर सुन्दर तटीय दृश्य, साँच्चै मनमोहक। स्काई बाइक केवल एउटा राइड मात्र होइन, प्रकृतिसँग नजिकिने एउटा सुन्दर अनुभव पनि हो। यहाँको प्रत्येक क्षण क्यामेरामा मात्र होइन, मनमा पनि कैद भइरहेको छ। यात्रा सानो भए पनि सम्झना भने ठुलो बन्ने रहेछ। कहिलेकाहीँ यस्ता क्षणहरूले जीवनलाई अझ सुन्दर बनाइदिन्छन्। यदि तपाईँहरू पनि थेचन आउँदै हुनुहुन्छ भने स्काई बाइकको अनुभव भने अवश्य लिनुहोला। समुद्रसँगै अघि बढिरहेको यो यात्रा सायद थेचनको सबभन्दा मिठो सम्झनामध्ये एक बन्नेछ। धन्यवाद।